हेलो गाइस, आजको चाहिँ हाम्रो न्यू मिनी ब्लगमा चाहिँ हैन अब आज चाहिँ अब खास गरी चाहिँ होटल बन्द थियो हाम्रो चाहिँ हैन। अब होटल बन्द हुन कारणले चाहिँ अब बिहान पनि अब होटलमै खाना खायो हैन। अब यसो अब सबैजना राति के खाऊँ भन्दाखेरि केटाहरू सबैजना अब मिलेर अब ल ठिक छ होटलमा जाउँ, एउटा राम्रो खाना खाऊँ हैन, राम्रो बनाएर खाऊँ भनेर अन्त ल ठिक छ अब नेपाली पारामा खाइदिनु पर्ने हो जस्तो जोस आयो हैन। त्यसैले अब होटलमा आएर हैन हामी सबैजना केटाहरू चाहिँ झ्यामझुम झ्याम मिलेर चाहिँ अब के गर्न पर्यो कस्तो गर्न पर्यो हैन, कामको लागि चाहिँ सब रेडी गरिरहेको छ केटाहरू ग्याङ ग्याङ गरेर हैन। र ठिक छ अब सबैलाई चाहिँ म देखाउँछु कसरी चाहिँ हाम्रो खाना रेडी हुँदो रहेछ। अनि लास्ट भिडियोसम्म चाहिँ हेर्नु बस्नु होला सबै गाइसहरू चाहिँ। हाम्रो चाहिँ अब यहाँ चाहिँ हैन चामल चाहिँ हैन अब पाकिरहेको छ। अब केटाहरू सबजना हेर्दै छ हैन। अब आज चिकन चाहिँ फर्स्ट हालिहालौँ कुकरमा चाहिँ हैन। चिकन हालिसकेको छ। अनि त्यहाँ चाहिँ अदरक पेस्ट पनि हालेर रहेछ हैन, लसुन र त्यही हो अदरक पेस्टहरू। अब यो हाम्रो चाहिँ के आउँछ आइटम भन्दाखेरि यहाँ प्याज छँदैछ। अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ आयो खुर्सानी। अब नेपालमा डल्ले खुर्सानी हुन्छ, अब यहाँ चाहिँ डल्ले खुर्सानी छैन, टमाटर सब हालिरहेको छ। अनि यो चाहिँ अब धनिया पाउडर होला, धनिया पाउडर त्यसपछि बेसार छ। अनि यहाँ चाहिँ नि काटेको धनियाको पत्ता यहाँ अब हालिसकेको छ सबै मसलाहरू। अझै मसलाहरू पनि कम परिरहेको छ, मसला चाहिँ लिन केटाहरू गइरहेको छ हैन। अब यो त अब तपाईँहरूले बुझिहाल्छ होला हैन, नेपालको मान्छेहरूलाई सबैलाई थाहै छ यो के हो भन्यो भने चाहिँ अब तामिलनाडुमा चाहिँ यो चाहिँ के हो भन्दाखेरि चाहिँ मुर्लङ्की हो के भन्छ हैन। अब चाहिँ हाम्रो यहाँ एउटा गरम मसला आइहाल्यो, एक्स्ट्रा मिक्सिङ भइसकेछ। अब यता चाहिँ भात पनि रेडी भइरहेको छ। केटाले चाहिँ यहाँ आलु चाहिँ निकालिरहेको छ। अब यहाँ साथीले सबै मसलाहरू के छ हेरिरहेको छ। अब आलु पनि ठ्याक्क हालिसक्यो हैन। सबै मासु सासु अग्रम बग्रम सबै अलवेज सबै चिज हालिसकेको छ हाम्रो चाहिँ। अब चाहिँ एक्स्ट्रा मसला आइसकेको छ, गरम मसलाहरू पनि, अब चिकन मसला सबै। अब योमा सबै आउँछ, दही पनि हाल हो बेटा, अझै पनि नै हाल। दही सही सबै आइसकेको छ। तेल पनि हालिसक्यो होइन, सबै मिक्सिङै हो क्या। खानाको तरकारी चाहिँ आज स्वाद खतरै आउने जस्तो छ। आजको चाहिँ हाम्रो चाहिँ सब्जीको मास्टर चाहिँ विजय थोप्रा देखा त जरा। विजय चाहिँ अब यहाँ खतरा होइन, सबै मिक्सिङ सिक्सिङ हानिरहेको छ, झ्याम अक्रम पोक्रम हानिदिरहेको छ। त्यहाँ बाल छैन उसलाई त सब्जी खाने मजा आयो होइन। ल केटाले चाहिँ होइन अब भात पनि अब सबै रेडी गरिसक्यो होइन। भात पनि अब पाकिसकेको छ हाम्रो चाहिँ। अब सिर्फ हाम्रो पाक्न चाहिँ के छ भन्दाखेरि चाहिँ तरकारी चाहिँ पाक्यो भने त ल अब तरकारी चाहिँ हेर्ने बेला भइसकेको छ हाम्रो होइन। अब तरकारी चाहिँ अब केटाले चाहिँ मजाले घोलिदिइरहेको छ होइन। ल कतिखेर पाक्छ होइन। अब पाक्यो भने चाहिँ त्यही त नि सबैको मुखमा आहा मस्त मिठो हुन्छ, पानी आ जाएगा। एकछिनको लागि चाहिँ ढाकेर राखिदिनु पऱ्यो होइन। अब चाहिँ हामी चाहिँ होइन फेरि अब नेक्स्ट टाइम खोलेर हेरिसकेको छ कस्तो भइसक्यो। अब मासु पाके कि पाकेन हो भनेर हेरिरहेको छ। अब नुन चाखौँ होइन, खोइ अब यसरी चाहिँ नुन चाख्नलाई चाहिँ थोड़ा सा कम है नमक, थोड़ा सा कम है और थोड़ा सा डाल दो नमक। अब चाहिँ अब होइन सिधै अब सबै रेडी भइसक्यो। अब तरकारी पनि अब नुन हालिसक्यो रेडी हुन्छ होइन। सबैलाई झ्यामझुम अब रुममै होइन खाना खाँदाखेरि सबैलाई देखाइदिन्छु होइन कस्तो रहेछ खाना, कस्तो मजाले बनेको छ भनेर चाहिँ है। ल अहिलेको लागि चाहिँ म टाइम अफ गर्छु होइन, गएर चाहिँ सबैले एकैताल स्पष्ट देखाइदिन्छु खाना कस्तो भएको छ भनेर। हाम्रो आज सबै रेडी भएर पनि केटाहरू सबैजना होइन। यहाँ छ हाम्रो गोपाल
मासु भात खान्छ गोपाल कस्तो छ खानु ल भन्नु त राम्रो तब्बु अच्छा है ना भाई विजय कैसा है सुबह है ना पिंटू भाई खाना कैसा हो रहा है मस्त फसल भाई और खाना कैसा है बोलो वाह अब चाहिँ अब म पनि खाना खानलाई रेडी होइन अब यहाँ बसिसक्यो म पनि ठक्क होइन अब एउटा प्याज अनि त्यसपछि होइन अब बनाएर चाहिँ होइन टक्क अब नेपालको पारमा खानु पर्यो होइन अब खुर्सानी सुर्सानी त्यहाँ थैलीमा राखेको छ होइन अब खुर्सानी ल्याएर झ्यामझुम हान्ने हो नेपाली पारामा ल यदि नै हाम्रो सर्ट ब्लग चाहिँ होइन मिनी ब्लग चाहिँ अब खतम हुनु लाग्यो होइन अब सबैलाई ल है गुड नाइट है सबैलाई बाई होइन अब राति पनि परिसक्यो रातिको अहिले टक्क 12:20 भइसक्यो रहेछ होइन अहिलेसम्म हामीले खाना बनाउँदाखेरि यति टाइम लागिसक्यो हामी गएको थियो 10 बजीतिर खाना बनाएर सबै केटाहरू काम गर्ने मान्छेहरू सबैको होटल छुट्टी थियो त्यसैले आज मजाले बनाएर खायो ल